फाइनल्ली गाइज होलेर आइपुग्यौँ हामी। भलक अब बिहान बनाउनु त हराइको र अब आधा आइपुगिसकेपछि अब सुरु हुन्छ। अब तर तिनीहरू दुईवटा पो आएका होइनन्। फोन गर्न एकचोटि फोन त कर, फोनै गरेन मलाई के यादै गरेनन् भन्लान् फेरि। फोन काट्यो के छु अच्छा फोन काट्छ नि किन फोन काट्छन् त्यस्तो व्यस्त छ रे क्या मजाको देखिन्छ एउटा। आज मेलामा सबै उठाल्छ नि आज। अरूको बोयफ्रेन्ड मार्दै फेरि मार्ला नि। यिनलाई सँगै नहिँडाला फेरि तिमीहरूलाई भेट्यो भन न। होलेरी बजारको एन्ट्री। गाडी लिएर बिच बाटोमा छोडिदिएर हिँड्न पठायो। यस्ता एम्बुलेन्स गाडी हुन्छन्। अरे पैसा फिर्ता मागिन नि हामीले के पैसा मागे बसेर लगिदिइहाल्छौँ नि हामीले भन्ने थाहा हो। यसलाई कहाँ होलेरी भन्छन् त अनि रोल्पा भन्छन् रोल्पा। अलि माथि छ यो होलेरी बजार होइन के। कान्छो कता गयो फेरि? म त चिन्ने छोरालाई यो जुत्तालाई ओके अझै टाइम लाग्छ हामीलाई यहाँबाट त्यो बजार जाने, त्यहाँबाट फेरि उता जाने। उता जाने अटोमा कति लाग्ला? 10 मिनट 10-15 मिनटमा लगभग पुगिन्छ। मेला त अब गएर एकछिन नास्ता खानु पर्यो। फ्रीमा भिआइपी हो सिट फेरि। गएर एकछिन नास्ता खानु पर्यो। नास्ता खाएर ट्याक्क फेरि अनि त्यसपछि हुन्छ जाऊ है। हामी कति बजीसम्म पुगौँ? कति बज्यो अहिले यार? टाइम कति भयो? 11:28 भने 1 बजीसम्म त पुग्यौँलाई हामी नि मेलामा। होलेरीको बोर्ड भोपाल देखिन्छ त होलेरी बजार त यार। मैले त कसलाई फोन गर्नुपर्ने थिएन र बिर्सिकै छु त मैले त। अहिले होटलमा बसेर फोन गर्छु। आइसक्यो होलेरी बजार एन्ट्री। होलेरी बजार राम्रोसँग हेर है, नहराइस है बाबु है यहाँ होलेरी बजारमा फेरि।
अहिले त्यो साल त्यति मेला छैन जस्तो लाग्यो मलाई यसो माहौल हेरेर क्या गइसक्यो होला नि टाइमभन्दा धेरै भयो नि हुन्छ पर हामी कति बजी काम 4 बजीतिर गइपुगेको थियौँ नि भोक लाग्यो के भोक लाग्यो खै झोला पैसा निकाल के पैसा निकाल न झोलाको के रे ऐना बोकेर आऊ होटेलबाट नास्ता खाएर नि निक्ल्यो अब को हौ तिम्रो हाम्रो हिरो त देखिन्न त अनि फेरि 5 जनाले 1 घण्टा भलक बनाउने 1 घण्टा भलक बनाउने हिमा कहाँ छ हिमा हो अब किन जानु बाबा हेलो आइरहेको छु वेटर ल ल म वेटर आइरहेको छु कति मिनेट लाग्छ हामीलाई मेला जान अब कस्तो धुलै धुलो थियो अहिले त पिलबाट आनन्द भइसम्म छ अगाडि पछि छ ए जाङ कुण्डा हो घर जाङ दुरास
रमाइलो हुन्छ क्या मेलामा होइन दुर्गातिरको मेला लाग्छ राम्रो लाग्छ क्या रमाइलो हुन्छ र आएको हो अहिले कस्तो हुन्छ अब सधैँ रमाइलो हुन्थ्यो आजको मेला कस्तो हुन्छ रमाइलो हुन्छ बाटो त बिजोग छ बाटो बिजोग के गरेको बाटो यो बाइकमा हेर त त्यत्रो मोटो मान्छे कति बस्यो के गराइरहेको यो गाडीले फेरि झरममा म झर्छु है रुक्नु है रुक्नु मलाई च्याप्नु लाग्यो यार मेला जाने बाटोमा यहाँ बिजोग छ अटोले तान्ने नतानेर त्यसरी बिजोग गरेर हिँड्नु पर्यो यहाँ अटोमा यता अगाडिदेखि बस्नुपर्छ अब बिजोग छ हिँड्नु पर्यो यस्तो हिलो बाटोमा अब मेला आइपुग्नु 5-6 मिनट जति लाग्छ यस्तो छ बिजोग बाटोको हिलो अटो कहाँ गयो मेरो अटो आउँदैन त अनि मेरो अटो त खै फाइनली आइपुग्यो मेला जाने बाटो अब जनताहरू पछाडि जानु कताको अग्लो मान्छे त देखिन्न त यता मामाहरू बसिरहने मामाहरू टिका लगाउन दसैँ सकिया छैन अझै पुण्यको दिन हो हेर्नु नि म पछाडि आउँछु कि हिँड्न जाऊ कोही तिनीहरूलाई फोन गरिस् फोन गर्छ त्यसलाई
आजको मेला खत्रै हुन्छ क्या जस्तो लाग्यो मलाई। फोन काट्छ नि के हो तर पोहोर सालभन्दा अहिले कम रहेछ। कताबाट यो खने बाटो जताबाट गए नि हुन्छ कि हालु लिन के हामीलाई नि लताएर कि माथितिर कि तलतिर नि हो कि नै त्यो दाइले काम भने जान्न भन्थ्यो र अहिले फोन गरेँ अहिले बजार भेटौँला भन्थ्यो। खै अर्को के वाइफाई बनाउने मलाई थाहा के तर धौ भएर मर्ला ए पोहोर साल हिँडेर त्यो उसँग भेट भएको हामी के अरे यहाँको भाइरल गर्लहरू के सुरक्षा मगर हो के भन्ने ठिकै त हो त्यस्तो गरी के मेला आउने भाइरल बनाइदिन्छु मैले तिमीहरूलाई त अघिदेखि भनिरहेको छु मैले यिनलाई त उमेर बढी सिधा मान्छे नि बढ्ने हो त हो कहिलेदेखि हिँडेको हिँड्छ उकालो सकिन्न यार बाहुबली यो उकालो मान्छे न दबालको यो थैला बोकिदिनु मान्नै पर्छ तर यो धेरै गर्को त होइन होला नि सोयाबिन जस्तो छ के भन्छन् रे सोयाबिनलाई न्युट्री पनि भन्छन् नि बाहुबली गालोमा मान्छे नधोबेर के गरी बोकेको खाने उसले धौबैको सबै मुद्नेस लाग्यो क्या मलाई यार गाइज मुद्नेको ब्रेक अब फाइनल्ली मेला आइपुग्यो हामी
मन्दिर यही हो यहाँको मन्दिर पूजा गर्ने यस्तो भयो पनि के मेला आउनु पर्यो होला हामीलाई ल अहिले त यो भारी छ है अहिलेको नयाँ नौलो भने यहाँ सिडी भारी छ यो चाहिँ धेरै राम्रो गरिरहेको छ यहाँ मन्दिर चाहिँ यही हो पूजा गर्ने पछाडि राम्रो गरेको भनेको चाहिँ यही हो यस्तो सिडीहरू बनाइदिएको रहेछ ट्याक्क हिँड्ने ए रङ पनि होस् कलर पनि होस् यार बस मेला लाग्ने चाहिँ यही तल हो यो डाँडामा बिस्तारै हिँड के किन हतार गरे खाऊ यिनी उतिनको बहिनी हुन् के अरे तिमी चेतनाको के हदै बहिनी तिमी हौ को हो त बहिनी भन्थ्यो त अघि त तिमी त बहिनी भन्थ्यो त नि ए यही हो चिन्थान मेला नाचो पनि भइरहेको रहेछ त्यहाँनिर नाचो हेलो बोलाउन पठाउँछ नि अब के गर्नु बोलाइदिनै पर्यो चिन्तान मेलामा यस्तो पिङ पनि हालिसकेको छैन पहिला अर्कै थियो काठको नयाँ नौलो धेरै छन् नाचो हेर्न अब चिन्तान मेलाको नाचो ल यहाँदेखि यही हो त यार रोल्पा चिन्तान मेलाको नाच हो
त्यहाँ हुन्थ्यो कि पहिलाबाट औँठीहरू के अहिले उता छ पर छेउ छन् उता पर अब औँठी हेरेर जान्छु तरमा आइज मैले चस्मा किन्ने भने चस्मा कतिले देखि आएन भने त हेरिरहेको छु कहाँ होला के हिँड सामना आऊ खुट्टा त यहाँ कुममा हालेर हिँड्ने जस्तो भइसक्यो यार यहाँ भेट्यो नि दुईटा कताको अर्को हाम्रो कप हामी औँठी खोज्न हिँड्ने हामीले औँठी भेट्छ नि त खोज्छ हिँड यहाँ औँठी खोज्न आएको यहाँ औँठी हेर यहाँ हेर औँठी अब औँठी हेर कुन मन पर्यो यति हो औँठी अरू छैन पत्थर खालको ठिकुन्डे ठिकुन्डे होल्डी जान्छ उ त्यो खालको नि त्यो पत्थर खालको अगाडिको छ त हो त्यस्तो खालको अगाडिको क्या तिन दुईटामा त्यो र अगाडिको क्या यो फर्स्टमा यो त्यो लास्ट ठुलो भइगयो त्यो त मलाई सानो सानो ठुला ठुला भयो भने त्यो अलि ठुलो भयो क्या देखियो वहाँ पछि आउनु तिनीहरू अन्त हेर्न जाने न यति मात्रै हो उता परतिर जाम न यता यस्तो जाम न भोक लाग्नु लागिसक्यो अब नास्ता खान्छ त्यो एकछिनमा बिहान खाना नखाएर आएको अघि मोमो खाएर आइयो होटेल बजारमा मेलामा पनि नास्ता खानु पर्यो जताको त खानेकुराहरू मात्रै देखिन्छ त यहाँ त खाने मात्रै हो खाने चाउमिन र जेरी समोसा बदाम सुन्तला बाहेक अरू केही छैन क्या यो मेलामा मेला चाहिँ पहिलेभन्दा धेरै सरसफाइ यताउता ट्याकटुक रहेछ अनि सारा होटेलहरू मात्रै छ त यहाँ त अनि खानेकुराहरू मात्रै कहाँ अघि गएर आइसक्यो मामी काम लागेर अहिले मस्त देखिरहेको भिडियो पहिलेका जमानामा चिनेको यहाँ भेट्टे खाने नानीहरू ल हाम्रो शङ्कर भाइ भेट्टे अनि के छ सन्देशौ शङ्कर भाइ त्यहाँ नाच्दै भने जान लाग्यो नाचै फटाइदिएर यार अघि
नाचो फटायो क्या उहाँ मासु किन राख्नु त कुनामा मादल नाचिराख्नु नि नाचिराख्नु 5 मिनेट ड्राइभिङ गर्नु मादल रैला ड्राइभ गर्नु तिमी हिँडिसौँ नि अलि होचो भयो क्या म यार आइज त हात लामो भएको के पकाउने अप्लो बाटो यो देखाइन्छ नि त बाजेले हेर्ने भन्नुहुन्थ्यो त हाम्रो बाजेले नास्ता खान चटपटी बनाउनु लाखा लिएर अब चटपटी पानीपुरी म मिठ मान्दैन यस्तो त 400 रुपियाँ बदाम किन्यौँ हामीले एउटा पिस खाइन मैले अहिलेसम्म म कति राम्रो मान्दैन हाम्रो नास्ता कति बेला बन्ने हो त के अन्य चुकिलो पिरो धेरै बनाउनुलाई पानीपुरी मिठो छ नानी मिठो चटपटे चटपटे आधा घन्टा भयो आइम बस्या त यहाँ कति भन्यो नानीहरूले कस्तो मिठो बोले खान्छन् पानीपुरी खाऊ के भर्खर चिन्जान गरिहाल्छु चिन्जान त म एकैछिन गरिहाल्छु नि केले खाने हो त यो चाट्ने मुखले खाने बल्लसित नास्ता चटपटे अब फर्किन लागेको घर रवि नेताहरू चाहिँ माइसक्यो खाइन्छ भन्छ नि मलाई मोबाइल जानेर त्यहाँबाट यहीबाट आउने आजको मेला पनि अब लगभग सक्यो होला
मेला सबै त गेर अब यति भयो हाम्रो। अब घर जाने ल्याम्म भात खाने ल्याम्म सुत्ने अब। तर अहिले राम्रो बनायो भने यहाँ सिडी बनाएर रहेछ। अघि आउँदाले मर्ने बनायो फेरि गाउँको के मन लाग्यो त बाहिर उसले 500 वटा यो मन्दिर यहाँको गोल्ड हो कि त्यो अब ओह्राली लाग्ने त होला यहाँबाट। अब ओह्राली सुरु भयो अब फेरि। फेरि ल अलि भएन कि अघि जस्तो होइन भलकमा स्पिकर जाँदैछ। फोन गर्न सक्दैनलाई हिँड्न त छिटो। तर अलिक धेरै छिटो नि होइन मेरो यहाँ नउम्किनलाई यहाँ मेरो यहाँ जुत्ताले खतम बनाइसक्यो खुट्टा। बच्चा भए खुट्टा काटी फाल्ने हो कि जुत्ता छराइ फाल्ने हो? सबै फाल हेर, जुत्ता नि फाल खुट्टा नि फाल अनि आनन्द हुन्छ। बस टिकटक हेर टिकटक टिकटिकेहरूलाई हेर यहाँ टिकटक सकिएको टिकटक झन् बहिनीहरूलाई भन्दा देखाइदिनु लाग्यो। झन् बहिनीहरूलाई पनि भाइरल होला भनेर केही भन्न अरू नि खुट्टा त कुममा हालेर हिँड्ने जस्तो भयो। के गर्नु त बरै आज तर मेलामा केही रमाइलो भएन। यो मेला ज्योति मगरलाई देख्यौ नै तिमीले भन ए भन त देखिनौ मेरो त्यसमा हरियो हरियो पर्यो घाँस पातल धेरै खाऊ। त्यत्रो मना मोटा भैँसी जस्तो ज्योति मगरले देखिनौ? हामी त ज्योति मगरलाई भेटायौँ त्यहाँ
ज्योति मगर भेटी त्यहाँ गयौँ तर हामी जाँदाखेरि बोल्नु लाग्यो त्यो के भन्छ त्यो निलो साडी लगाएको थिएँ त्यसले मुख बानी कि साडी होइन कि त्यो फरक हो र अब सबै हेर्न मैले टिल परेर रङ्गिएको होइन हाम्रो दाजु के को टिल परेर रङ्गिया के केही भएन बोलै हो नत्र नि मसँगै गएको छ मलाई थाहा हुन्न अनि ए जे 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 हम थप्पन नम होइन हेर त रे अब गिद्ध पठाइदियो मलाई अब चिल त हराइयो गिद्ध एउटा टिचर ए मलाई बोक है बनाउने नि यस्तो हो के अघि यस्तै बसिरहेको हाम्रो म यो गाउँलाई के भन्छ उताको त्यो यहाँ योमा के गर्छ अन्त फेरि योमा यो के हो यो पाती फाल्ने हो अब जबरजस्ती लागिराख्ने यहाँ त असुस्त हिँड्छु भन्दा स्पिड बढ्छ अनि के गर्नु पर्यो डिस ब्रेक त हान्ने नै यहाँ औँलाको यन्त्र अहिले औँला यहीँ नघुम्बिन लागि नघुम्बिन लाग्यो मेरो त घर जाने कहाँ जाने नहीं आज घोराइ जान्छौँ घोराइ बस्छौँ अनि भोलि यो भ्लग पनि आज हुन्छ कि कति बेला हुन्छ है अलि एडिट गर्ने यताउता हिँडेँ रात परिसक्यो के गर्नु त हेर खतम बनाइसक्यो अरे हामीले टिकटक बनाउनु यहाँ बिर्सिन्छु मैले त यहाँ त्योमा हिजो हेरेकोमा के एकछिन बनाम है बसेर तिम्रो उम्मिने मात्रै हो कि बिरे बनाउने टिकटक बनाउने कि